गाइस गुड मर्निङ ताबुक न्युम है। म अहिले चाहिँ न्युम जाँदै गरेको दमामबाट लोड गरेको थियो। लोड के हो भन्नुहुन्छ भने हेर्नुहोस्, फर्म हो होइन, पुरा अग्लो छ है त। यो हो ताबुक न्युम जाँदाखेरिको होइन ठाउँहरू। यस्तो छ है ठाउँ, यस्तो खतरा छ ठाउँ, खतरा। अब फेरि हो क्यामेरा आयो कि मैले अलिकति गाडीलाई मोबाइललाई तल राखेँ। क्यामेरा आकाशे क्यामेरा आयो, आकाशे क्यामेरा के गर्नु, गाह्रो छ आकाशे क्यामेरा आयो। ल यस्तो चाहिँ अब चट्टान यस्तो यस्तो छ होइन, पहाड हो यो सबै। पहिला समुद्र बसेको ठाउँ अरे भन्छन् होइन, पुरै समुद्र थियो अरे यो ठाउँ। यो समुद्र मुनिको चट्टान अरे, चट्टान यस्तो छ है। कत्रो 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 अगाडि हाम्रा साथीहरू छन् दुईजना। यस्तो चाहिँ लोडिङ गरेर हिँडेको। अस्ति हिजो आज ट्याक्कै, अस्ति हिजो आज गर्दा ठ्याक्कै होइन, 2 दिन 2 रात पुरै हिँड्यो होइन। आइयो यो ठाउँमा। पहाड मात्रै हो कि, पहाड त के चट्टान हो, चट्टान 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 यस्तो चट्टान। यो हाम्रो लोड भइगयो यो है, साथीले बोकिराखेको गाडीको छेउबाट देखाइदिए है। लोड चाहिँ हल्का तर हल्का लोड हो होइन, तर गाह्रो छ। चिप्लेको चिप्ले गर्छ, बेल्ट बाँधेर ठेलेर ठाउँमा लिएर आएर फेरि कसेर बोक्दै हिँड्नुपर्छ। मिस्टर आले यो गाडी चाहिँ यो चाहिँ म हो। साथीहरू पैसा हेर्नु है, पैसा देखाउँछु ल। फोटो खिच्ने हामीले सबभन्दा महँगो फोटो खिच्छ यसले। ए फोटो हाम्रो बाटो यस्तो छ, चट्टान हेरौँ चट्टान। ल यस्तै हेर्ने। पहाडको माथि माथि घुम्दै हिँडेको भन्ने गीत चाहिँ यहाँ लागु हुन्छ है। दामी छ ठाउँ होइन। सिङ्गल है।
साथीहरू गुड मर्निङ है साउदी अरबबाट फेरि पनि गाडीहरू आइरहेको छ गइरहेका छन्। अब पुगेर खाली गर्दै गर्दाखेरिको कसरी गर्छ होइन हाम्रो यो लोडलाई म देखाउँछु है। ल यो अफलोड गर्ने ठाउँमा आइयो होइन यहाँ भित्र गएर अफलोड गर्ने हो। लोड यस्तो छ होइन हबर छ पुरै माथिसम्मको लोड बेल्टले बाँधेर हामी 3 गाडी। उहाँ मेन मुदिर चाहिँ उहाँ है ठुलो सबैभन्दा ठुलो मान्छे उहाँ नै हो। कोही अलहमदुल्ला आइबा कुल्लो तमाम उहाँ सानो आइबा आइबा चाहे गाबा गाबा कर्कलो गाबा यस्तै छ अपलोड गर्न आएको ठाउँ हो होइन। पाहाडै पाहाड छ। अब यहाँ डिसेम्बरमा हिउँ पर्ने ठाउँ हो। देख्दा यस्तो छ तर चिसो ठाउँ हो। अहिले चाहिँ गर्मी 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 भन्दाले बिहानको घाम लागेको छ मजा छ। घाम प्यारो हो घाम प्यारो दाइलाई माइला दाइ माइला दाइ हेलो के छ माल दाइ कान्छो भाइ माल दाजु माइलो दाजु डोन हो डोन नारायण घाटको डोन है नारायण घाटमा केही पऱ्यो भने उहाँलाई सम्पर्क गर्दा हुन्छ होइन। हेलो हजुर होइन चितवनमा केही भयो भने सम्पर्क गर्दा हुन्छ नि होइन। गैँडा हेर्न मन लाग्यो भने गोही हेर्न मन लाग्यो भने हात्ती चढ्न मन लाग्यो भने सम्झेर आउँदा हुन्छ हाम्रो चितवनमा। या पारा उहाँ एकदम खतरा सम्पर्क गऱ्यो भने त यो गेट छिर्न उहाँलाई सम्पर्क नम्बर 0594076990 ओ ओ ओ हिजोदेखि ओ ओ दिइरहेछन् ओ ओ बिस्कुट उयो रोटी खाने कति बिस्कुट खाने हो खबस ल्याउनु एउटा तताउँदा भयो नि उठे कता के खान्छ खबसँग पनि छ त अनि भित्र पनि होइन त्यसले ल बिस्कुट ल्याइदिन्छ चिया खाने भन्छ बिस्कुटै खा बिस्कुट यार बिस्कुटै मात्रै बिहान पनि बिस्कुट बेलुकी पनि बिस्कुट दिउँसो पनि बिस्कुटै मात्रै खुवाएर सक्यो हो होइन। अन्त ल बिस्कुटै खाऊँ ल बिस्कुट बिस्कुट आज मलाई पुरा छोराको याद आएर क्या त्यही कर्कलो गाबा मेरो छोरा भन्दै मात्रै गीत गाइरहेको छ मलाई चिहालु अलिक माफी अलिक माथि इब्राहिम अलिक माथि अलिउँ अब माफी बाटो चिया अलिउँ लाटो चिया लाटो चिया है हो अलिक कोही लाटो चिया अलिक त्यो बाटो चिया मुस्किल पेट मुस्किल लाटो चिया कोही अल्हम्दुलिल्लाह ग्यास माफी सक्कर रोटी माफी तातो रोटी माफी तातो चिया तातो चिया तातो चिया तातो खपु चिसो माफी मुस्किल चिया कप चुए छ यार कप चुए छ कुटेर भन्दा यता ल्याउ चिया खाने पानी हो क्या धोको पानी आयो कर्कलो गाबा ये मेरो बाबा तातो चिया पिउन रस खत्ता निकिन्छ भाइ Oh guys, this is खबुस no खबुस. दिस रोटी गहुँको टाटा. गहुँको टाटा You know? बिर्ला आटा खानु छ दाइ गहुँको टाटा. दाइले खानु छ मन लाग्यो साउदीको रोटी खाने हो एकैचोटि. अनि जानुपर्छ हामी घुम्नलाई डुटी Oh no सिया. रोटी ल्याउँ नखाने भयो अलि भाइ यसरी जाम स्विमिङ पुलमा पौडिसकेको खबुस हालेपछि चियामा डुबाएपछि चिरिक्क लाएर लगेपछि कर्कलो गाबा ये मेरो बाबा. आज त के हो त्यही गीत भन्नु बाहिर छैन त कति मिठो हो होला भोकलाई भोजन मिनट यादलाई चिया आइ ल प्रेग्नेन्ट छ अरे उहाँ भाइ हाम्रो भाइ प्रेग्नेन्ट छ अरे खानु प्रेग्नेन्ट छ अरे त्यो कागज चाहिँ पुरा मनपर्छ उसलाई खोइ के प्रेग्नेन्ट ल हेर साह्रो हो यहाँ बोकेको छ कति महिनाको 6 महिना भयो तर झर्न आँटेको छैन बेथै लाग्दैन त यार दाजु बिस्कुट हौ
जाउँ उता लिएर बिस्कुट बिस्कुट लिएर जाउँ बन्द गर्छ जहिले साँग्रो हुँदै जान्छ ठाउँ यार जति सकिँदै जान्छ त्यति साँगुरो हुन्छ अरे उहाँलाई चाहिँ पुरै मनपर्छ अरे किनभने 26 वर्ष भइसक्यो कि साउदी बसेको ल 26 वर्ष भएन 2000बाट आएको 2003 को 6 तारिक तपाईँ 2000 फेब्रुअरी मार्चको 6 तारिक आउनु भएको मान्छे अब अहिले कति हो 1999 डिसेम्बर 20 तारिक कहाँ अनि अकमामा त फेरि तपाईँको 2000 को छ त नि होइन 1999 नै हो नि हे मैले अस्ति हेरेको 26 वर्ष पुग्छ त अनि अस्ति हेरेर खोइ त नि अस्ति त त्यस्तै थियो 2003 होइन हौ 2000 को इन्ट्री कम्पनीमा इन्ट्री 2000 डिसेम्बर 20 को हो के 19 को आएको हो 20 को अगमामा हेर्नु न अगमामा लाइसेन्स हेर्नु त लाइसेन्स हेरेको त अस्ति हेरेको त मैले एकचोटि निकाल्नु देखाइदिनु त भाइ यहाँ इनार बाने छ लाज फटा मान्छे साथीहरू लाज बोल्नु त भयो कि अब यो एडिटिङ हुँदैन यो जान्छ तपाईँको कर्कलो गाबा हे मेरो बाबा च्यारोटी खाँदैछु लाज फटा मान्छे माइला दाइ कमेन्ट छ त हो दाजु फेसबुक के अरे टिकटकमा त खतरा कमेन्ट आएको छ त नि माइला दाइको खुब हिजो बाटोमा यस्तो चस्मा लाएर होइन पुरा टिकटक हालेर छन् बुढाले चाय बिस्कुट मेट्रोको त्यहाँ राइड लगाएर शीतल म घाम डोल खाए परेन अनि चस्मा लगाएर मेरो माइली फेरि मुर्छा पर्छ अब अपलोडिङ गर्दाको भिडियो आउँछ